हाई एभ्रिवान, वेलकम टु लक्ष्मीज किचन। आज चाहिँ म चिकन अचार बनाउँदैछु। चिकन अचार बनाउनको लागि के चाहिन्छ हेरौँ है त। सुरुमा चाहिँ लसुन अदुवा, त्यसपछि चिकन, त्यसपछि खुर्सानी, जिरा, धनिया अनि त्यसपछि मेथी। त्यसलाई चाहिँ मैले फ्राई गर्दैछु अनि मैले तेल तताएँ, तेल देखाउँदैछु है म। अनि मैले तेलमा चाहिँ त्यो अहिलेको लसुन र अदुवा मिक्स गरेर भुट्दैछु अनि लसुन अदुवा पनि फ्राई भइसक्यो। त्यसपछि मैले तेल तताएर चिकन राख्दैछु। चिकन अचार चाहिँ कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला। यसलाई चाहिँ अब मैले मजाले भुट्न पर्ने हुन्छ, मैले भुट्दैछु अनि यसमा चाहिँ के राख्नु पर्ने हुन्छ हेर्नु होला। त्यसपछि हामीले के राख्छौँ, बेसार, नुन अनि मसला र के राख्छौँ लास्टमा, खुर्सानी। अब यति राखेपछि चाहिँ मैले अझै भुट्दैछु है गाइज। अनि अघिको लसुन र अदुवा पनि मैले मिक्स गरिदिन्छु चिकनमा अनि यसलाई चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। मैले चाहिँ देखाउँदैछु यहाँ। अघि हामीले भुटेको मेन मसला त राख्न छुट्याउनु नै भएन, त्यसैले मेन मसला राखेर चिकन अचारलाई मजाले भुट्दैछु मैले। चिकन अचार रेडी भयो गाइज। अनि मैले बाउलमा हालेर पनि चाख्छु र मैले सिसाको भाँडामा पनि राख्छु। थ्याङ्क यू गाइज। कस्तो लाग्यो कमेन्ट गर्नु होला।